हेलो गाइस, दर्शक नमस्ते। आज चाहिँ म तपाईँहरूलाई कोरियाको प्लास्टिक कम्पनीको बारेमा देखाउँदैछु है। प्लास्टिक कसरी बन्छ भने यो चाहिँ दाना हो। दाना यसरी तान्छ, यो बोरामा आउँछ। 25 केजीको बोरामा सबै बोरामा आउँछ। खोलेर यस्तो ढङ्गमा हाल्ने हो। ढङ्गबाट हातले तानेर उताभित्र लान्छ। त्यसपछि यो तताएर, हिटर तताएर, कोइलहरू तताएर पुरै प्लास्टिक पक्लिएर यसरी निस्किन्छ है। निस्केर सर यो पनि दाना हो। पुरा 25 केजीको बोरावाला मल गएर जस्तो हुन्छ। यही बनेको प्लास्टिक हो। यो चाहिँ बाक्सावाला छोप्ने यो टनेलातिर युज हुने प्लास्टिक भयो। बनेको प्लास्टिकहरू यस्तो भयो। यसरी आउँछ। यता तलबाट बनेर सट्टाबाट निस्केर यसरी आउँछ है गाइस। यो चाहिँ प्लास्टिक हामीले कसरी बन्छ होला भनेर, प्लास्टिक कसरी बन्छ होला, हामीले दैनिक जीवनमा युज हुने प्लास्टिकहरू कसरी बन्छ भनेर थाहा हुँदैन सबै मान्छेहरूलाई। यसरी प्लास्टिकको गेडा, यो मलको गेडा यस्तो दाना पगालेर यसरी लाएर हावाले फुलाएर मेसिनभित्र हालेर पगालेर यसरी निकाल्छ। यो चाहिँ एउटा 15 केजी हुन्छ। यो चाहिँ 16-17 केजीको चल्छ होइन। यता चाहिँ बाक्सावाला अघि तपाईँले देखाएको थिएँ मैले, यो चाहिँ 91 केजीसम्म हुन्छ है। यो 85 केजी, 42 केजी, 69, 72 गरेरको धेरै, सबभन्दा धेरै चाहिँ 91 केजीसम्म हुन्छ। यो चाहिँ बाक्सावाला मेसिन यसरी माथिबाट सरेर प्लास्टिक आउँछ। यसले सट गरेर पट्याउँछ। यसरी मान्छे सबै भित्र बाक्साभित्र हाल्ने हो। त्यसपछि यताभित्र चाहिँ तपाईँको यो कन्ट्रोल बोर्ड भयो। यो कन्ट्रोल बोर्डबाट लाइन हिटरको यो टेम्परेचर दिएर त्यो मेसिन तातिन्छ। मेसिन तातेपछि आएको त्यो दानाको मल जस्तो गेडा दानालाई पगाल्छ। पगालेर सबै यो मेसिनबाट सरेर भित्रबाट पगालेर त्यो दानालाई पगालेर केमिकल पगालेर पुरै प्लास्टिक बन्छ। यो प्लास्टिक मेसिन चाहिँ सरेर यो चाहिँ कालो प्लास्टिक गरेर छ। अहिले चाहिँ यो कालो दाना हालेको भएर कालो गरेको। यो कालो मिसाएन भने सेतो गऱ्यो भने सेतो दाना हाल्ने। रातो, हरियो, निलो जस्तो पनि प्लास्टिक बन्छ है। प्लास्टिकहरू यसरी बनाइन्छ गाइस है। हाम्रो नेपालमा चाहिँ प्लास्टिक कसरी दैनिक युज हुने प्लास्टिक झोलाहरू कसरी बन्छ होला भनेर सोचिरहेको हुन्छौँ। हामीलाई प्रायः थाहा पनि हुँदैन। यो चाहिँ दाना हो। त्यो अहिलेको पाइपले तानेर आएको दाना यो ढङ्गमा आएको छ। यहाँबाट तल झर्छ। त्यसपछि यो कोइलभित्र पक्रिन्छ। यत्रो हिटर, यत्रो ठुल्ठुलो हिटर हुन्छ है गाइस। ठुल्ठुलो हिटर हुन्छ। त्यसबाट सरेर पक्रेको प्लास्टिक चाहिँ हावाले फुलाउँछ। माथि जानेसम्म यो पुरै यो झोला जस्तो हुन्छ। अनि बिचमा सरेर तल झरेपछि साइडमा खालले काटेर गरेर दुईवटा बनाएर यसरी बेर्ने हो। न त भने यो माथि टपबाट आउँदाखेरिसम्म त यो झोला जस्तो भएर आउँछ हो। यसलाई तल आएपछि काटेर यसो छुट्याएर साइज टक निकाल्ने। यो चाहिँ बाक्सा कभरहरू भयो। यस्तो हाइटमा यस्तो अग्लो मेसिन हुन्छ। मेसिन माथिबाट तलबाट प्लास्टिक पगालेर त्यो दाना गेडा पगालेर माथि लगाएर फुलाएर माथिबाट फेरि रोलरले च्यापेर तल झारेर सलक्क बनाउँछ। यो चाहिँ पलवाला हो। पल बनाउने। यो चाहिँ हाम्रो आलुहरू, प्याजहरू रोप्नलाई एग्रिकल्चर युज हुन्छ। पलवाला नेपालमा चाहिँ प्लास्टिक एग्रिकल्चर प्लास्टिक युज गर्दैन। यो कोरियातिर चाहिँ एग्रिकल्चरमा युज हुन्छ प्लास्टिकहरू। सबै जे रोप्ने प्लास्टिक प्रयोग गरिन्छ। यसरी यो स्पिड कति छ, यो टेम्परेचर कति छ, यो यहाँबाट मिलाएर सबै तातो बनाएर यहाँबाट यस्तो सट पगालेर माथिबाट फुलाएर निकाल्ने हो। निकालेर तल आयो, झऱ्यो। त्यसपछि यो बल कस्तो साइजको पल चाहिन्छ त्यो पल बनायो सट्ट लाएर यसरी। त्यसपछि एग्रिकल्चरमा आलुको लागि, बन्दाको लागि, खोर्सानीको लागि छुट्टै पलको साइजहरू हुन्छ। त्यसरी टक्क लाएर अर्डर आउँछ। त्यही अनुसार प्लास्टिक बन्छ। यो चाहिँ अब भएको त्यो 91 किलो, 82 किलो, 69 किलो देखाएको सबै प्लास्टिक यसरी चार एक साङ लगाउनुपर्छ। पुरै प्लास्टिक भित्रबाट बाँधेर बाहिर बिल्डिङ गरेर यो दानाको क्यारेटहरू हो। यो एक क्यारेटमा यो पुरै 40 बोरा हुन्छ। यो 25 केजीको बोरा हो। सबै मल सेम मल जस्तै हुन्छ। नेपालमा ठुलो मल हाल्थ्यौँ। त्यही मलको गेडा जस्तै हुन्छ। यो ढङ्गमा पुरै 50-60 बोरा जान्छ। यो ढङ्गमा हाल्ने। यो घेरा यसरी देखेर मिलाएर राखेको छ। यो चाहिँ तपाईँको यो पनि सानो ढङ्ग हो। त्यसमा हालेको पनि त्यो जान्छ। यो दानाहरू कलरमा आउँछ।
अरू कलर यो कालोमा छ कालो बनाउनु पऱ्यो भने कालो कलरको कालो हाल्ने यो निलो कलरको छ निलो बनाउनु पऱ्यो भने यो निलो हाल्ने सेतो चाहिँ सबै प्रायः सबैमा सेतो हालिन्छ सेतोमा जुन कलर बनाउने त्यही मिक्स गर्छु कालो अलिअलि सेतोमा यो सेतो मल सेम मलको गेडा छ नि त सेम मलको गेडा सेतोमा अलिअलि कालो मिक्स